দার্জিলিং ওয়েস্ট বেঙ্গল থাকে অলগ হবে না। দার্জিলিং আমিको খুব ভালো লাগে। আমি दार्जिलिङ एखान थाके स्विट्जरल्यान्ड गरिदेव भन्छ उताबाट हो। यताका मान्छेले ठ्याक 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 ताली बजाएर चाहिँ ममता ब्यानर्जीलाई चाहिँ वेलकम गर्छ। ए मूर्ख मान्छेहरू अब त बुझ न। अरे अब त बुझ न के भन्दैछ बङ्गालीमा, बङ्गाली ल्याङ्ग्वेजमा के भन्दैछ। मलाई त दार्जिलिङ एकदम राम्रो लागेको छ, राम्रो लाग्छ होइन। र दार्जिलिङ चाहिँ वेस्ट बेङ्गालदेखि चाहिँ अलग हुँदैन। म यसलाई चाहिँ स्विट्जरल्यान्ड बनाइदिन्छु भन्छ। हाम्रो मान्छेले चाहिँ ठ्याप 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 त ताली बजाउँछ। कहिलेसम्म यस्तो बुडबक बनिएर चाहिँ जिउने, कहिलेसम्म चाहिँ। दार्जिलिङको मान्छेहरूले हमेसा नै आफूलाई धेरै पढे लेखेको, इङ्ग्लिस बोल्ने लेख्ने होइन, अलिकति एजुकेटेड मान्छे, सिभिलाइज्ड आफूलाई मान्छ दार्जिलिङको मान्छेहरूले। त्यति मात्रै नभएर नेपालतिर त दार्जिलिङको अलिअलि पढेको मान्छेहरूलाई त राम्रो राम्रो स्कुलमा टिचर काम गर्ने अप्सनहरू पनि दिँदो रहेछ, अफरहरू पनि दिँदो रहेछ। भनेपछि कति एजुकेटेड मान्छेहरू चाहिँ होला हामी दार्जिलिङको मान्छेहरू चाहिँ। तर यति बेङ्गोली 3 वर्ड चाहिँ किन बुझ्नु नसकेको थियो? एउटा वर्ड, सरी, एउटा सेन्टेन्स चाहिँ किन बुझ्नु नसकेको त? दार्जिलिङ वेस्ट बेङ्गाले अलग होबेन, आमीको खुब भालो लागे दार्जिलिङ हामी स्विट्जरल्यान्ड गरिदेऊ भन्छ हो। अन्त त्यसमा चाहिँ ठ्याक 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 ताली मार्छ। कहिलेसम्म चाहिँ बुझेर अबुझ हुने र पढेर टोपा भएर हिँड्ने दार्जिलिङका मान्छेहरू, दार्जिलिङको जनताहरू। त्यो मनिष राई हाम्रै साथी है, उसले अहिले धेरै राम्रो त्यो सिरियलहरू बनाइरहेको छ। त्यसमा पनि कतिवटा उसले नलेजेबल पार्टहरू लिएर बनाइरहेको छ। हाम्रो दार्जिलिङमा के अरे नेताहरूको गल्ती कहाँ हो त? यो त सबैभन्दा ठुलो गल्ती त हाम्रो जनताको छ भनेर भन्छ। ठिकै हो त। आज हामीले दार्जिलिङको जनताले नै बुझ्नु पर्ने कुरो हो नि त। कसलाई भोट दिनुपर्ने, कसलाई भोट नदिनु पर्ने। अब एउटा सिम्पल फन्डा म तपाईँहरूलाई एउटा कुरो भनिदिन्छु। यो देशको कुरा आउँछ। अब देशमा काङ्ग्रेसले जित्नु भनेको नै मुस्लिमहरूको हातमा सत्ता जानु भनेको बात एकदम क्लियर छ। काङ्ग्रेसले जित्नु भनेको नै सत्ता मुस्लिमको हातमा जानु हो भनेको हो। र बिजेपीले जित्नु भनेको चाहिँ सत्ता हिन्दूको हातमा आउनु हो। अब हामी एज अ इन्डियन, एज अ भारतीय होइन भएर चाहिँ हामीले सोच्नुपर्छ, हामीले हाम्रो देश चाहिँ कसको हातमा छोड्नु पर्ने त? अब हामी चाहिँ त्यो सानसानै कुरोमा लडिरहेको छौँ, त्यसै हामीलाई बजाइरहेको छ, त्यसै हामी एकअर्कामा लडिरहेको छौँ। हामी चाहिँ त्यो सानै कुरोमै लडिरहेको छौँ नि त। अब तर पुरा देशको कुरा गर्दा, देशको कुरोलाई हेर्दा चाहिँ काङ्ग्रेसको हातमा जानु भनेको चाहिँ मुस्लिमको हातमा जानु हो। र बिजेपीले जित्नु भनेको चाहिँ मुस्लिम के अरे हिन्दूको हातमा सत्ता आउनु भनेको हो। अब त्यसको कहानीहरू तपाईँलाई थाहा छ छैन होइन। अब कोट्याएर हेरेर बुझेर लाँदा त अब गान्धीजीको आमा खुदै अब मुस्लिम थियो भन्ने कुरोहरू पनि अब त्यहाँ कतिवटा किताबहरूमा लेखेको होला र कतिजनाले पढेको पनि होला। र कुन चाहिँ छोराले चाहिँ आफ्नो आमालाई माया गर्दैन, कुन चाहिँ छोरा चाहिँ आफ्नो आमाको साइडमा हुँदैन भन त? म्याक्सिमम आफ्नो छोरा चाहिँ आमापट्टि नै लाग्छ। म आफै पनि मेरो आमापट्टि लागेको छु, मोर देन द बाउ होइन। अन्त त्यस्तो भइसकेपछि गान्धी परिवारले चाहिँ पुरा देश चलाए। गान्धी परिवारले देश चलाउनु भनेको चाहिँ कसले चलाएको हो त? त्यो आफै यसो कुरा बुझ्नु नि। त्यो त अब धेरै ठुलो कुरो भयो, त्यो देशको कुरो भयो। अब त्यो देशको कुरोको एफेक्सन नै त त्यो सानो सानो गाउँतिर गएर, सिटिजतिर गएर हुन्छ। अन्त यो कुरोहरूलाई चाहिँ बुझ्नु पर्यो, ठुलो भिजन राख्नु पर्यो। त्यो सानो सानो कुरोलाई लिएर चाहिँ हुँदैन। आज हामीलाई बिजेपीले छुट्टै राज्य दिएन भनेर दुनियाँभरको बिजेपीलाई भनेको सिस्टम भन्ने कुरो
भन्ने बित्तिकै फ्याट्टै कहाँ हुन्छ त हामीले त्यो नेपाली मूर्ख मान्छेहरूले स्वाटै रक्सी खाएर मूर्ख बोलेर कच्की क्वाच खुकुरीले दन्काएको जस्तो कहाँ हुन्छ त अफिसियल कुरोहरू पुरा लिपि बनिएको हुनु पर्यो पुरा लेटर हेडमा त्यो कुरो गएको हुनु पर्यो त्यसलाई पारित गर्नुको लागि 4-5 मिटिङ गरेको हुनु पर्यो त्यसको बोर्ड मेम्बरहरूले त्यसलाई सानसिन गरेको हुनु पर्यो तब त्यो बल्ल जान्छ र त्यो गइसकेपछि पनि त्यो स्टेप वाइज भएर त्यो कति दिनदेखिको त्यो थाती त्यो ल क्युमा आउँछ त्यो कुराहरू अन्त हामीले चाहिँ त्यो तातै खाङ आलै जालै मरुङ भनेको जस्तो कहानी गरेर त हुँदैन नि र चाहिँ के भएको ए पढे लेखेको जनताहरू ए दार्जिलिङको पुरा पढे लेखेको जनताहरू सायद अहिलेको जेनेरेसनमा झन् दार्जिलिङमा त नपढेको मान्छे त छैन होला सायद छैन नै होला किनभने जुन चाहिँ नपढेको जेनेरेसनहरू त्यो सकिसक्यो अबको यो जेनेरेसनमा चाहिँ नपढेको सायद कोही पनि छैन र जो पहिलाको नपढेकोहरू छ उनीहरूलाई पनि सबै आफ्नो छोराछोरीहरूले आजुबाजुवालाहरूले सबैले एजुकेटेड बनाइसक्यो र यत्रो एजुकेटेड भएर पनि किन टोपा भएको त त्यो एउटा निमेश दाजुले एउटा कविता दामी लेखेको थियो पढे लेखेको ग्रेजुएट गरेको टोपा भनेर एउटा कविता लेखेको थियो त्यो कविता साह्रै राम्रो थियो क्या हाम्रो पढेको मान्छेहरूलाई चाहिँ र चाहिँ सानसानो कुरोहरूमा चाहिँ नडुबेर सानसानो कुरोहरूमा नलडेर चाहिँ एउटा ठुलो सोच राखेको हुनुपर्छ र आफू नै बुझ्नुपर्ने कुराहरू आउँछ यहाँनिर चाहिँ किन भन्दा चाहिँ यहाँ दार्जिलिङमा चाहिँ आज कुनै पनि मान्छे कसैको नाम लिएर इन्डिभिजुअल अगर एगेन्स्टमा अगर आएर बोल्नु थालेपछि त्यो मान्छेलाई कुनै न कुनै प्रकारको त्यो जाल बिछाएर यता र उता गरेर त्यो मान्छेलाई कहीँ न कहीँ फसाइ छाड्छ त्यही भएर आज चाहिँ तपाईँको हातमा छ कि तपाईँको भोट कहाँ जाओस् कता जाओस् कसलाई दिँदा चाहिँ तपाईँको भोटले के सही काम गर्छ तपाईँको एउटा मतदानले चाहिँ कति चाहिँ कहाँसम्म काम गर्छ भन्ने कुरो चाहिँ डिसिजन तपाईँकै हातमा छ हाम्रो हातमा छ अब यसमा कसैलाई भन्ने कुरा आउँदैन यसमा कसैले आएर भन्ने कुरामा आउँदैन कसैले आएर यस्तो कर उस्तो कर भन्ने कुरा पनि आएन हैन र हाम्रो मान्छेहरू हरेक कुरोमा चाहिँ बेइमान छ किन बेइमान छ भन्दा आज ओके भन्छ भोलि त्यो कुरोलाई नो भनिरहेको हुन्छ तर यो भोटको बेलामा जुन चाहिँ पैसा बाँटेर पैसा दिएर भोट हाल्नु लाउँछ त्यति बेला चाहिँ त्यो एकदम इमानदारीसँग त्यो हिजो दिएको 500 को त्यो इमानदारी पञ्चायत त्यहाँ टक्कै देखाउँछ हिजो बेलुका आएर 500,000 कति दिएको छ अन्त कहाँ हाल्नु भनेको छ त्यो चाहिँ ठक्कै यहाँ लिएर हिँडेको हुन्छ जति नै मातेको भयो भने जति नै रक्सी खाएर मातेको भए पनि मासु मङ्स जति नै जेसुकै गरेको छ भने पनि तर त्यहाँनिर चाहिँ बराबर इमानदारीपन देखाउँछ है हाम्रो मान्छेहरूले चाहिँ अरू बेला कुनै प्रकारको इमानदारी छैन आफ्नो डिग्निटीसम्म मान्छेले बेचिसक्यो आफ्नो डिग्निटीसम्म आफ्नो मान्छेले बिर्सिसक्यो तर त्यो हिजो बेलुका भोट हाल्नुभन्दा अगाडि चाहिँ भिजिटरहरू आएको थियो जसले चाहिँ अब कति दिएको थियो 5-6 कति थियो अब होइन हिसाबमा 2,000 हाल्दा अब 2-3 हजारको कुरा आउँछ तर त्यो 2-3 हजारको इमानदारी 2-3 हजारको त्यो कुरोलाई चाहिँ एकदम इमानदारीसँग निभाउँछ अरे भाइ सरकारको पैसा दिँदैछ नि तिमीलाई सरकारको पैसा दिँदैछ तिमीले नै भरेको ट्याक्सको पैसा चाहिँ तिमीलाई वापस दिँदैछ अब तिमीले चाहिँ त्यति पैसा लिएर चाहिँ गद्दार या फिर के भन्छ त्यसलाई करप्टेड लिडरहरूलाई चाहिँ तिमीले तिम्रो मतदान दिइरहेको छौ अब आफै कुरा बुझ ए दार्जिलिङको जनताहरू हो पढे लेखे जनताहरू हो आफै कुरा बुझ्नुपर्छ यो पालि चाहिँ आफै कुरा बुझ्नुपर्छ अब त्यसै पनि त त्यो दार्जिलिङको कुराहरू तपाईँहरूले देख्दैन कि हो सिलगढीको त हामी त हेरिबस्छौँ त सिलगढीमा डे टु डे नेपालीहरूलाई चाहिँ यति साह्रो हेलचेक्री गरिरहेको छ यति साह्रो थिचोमिचो गरिरहेको छ देख्दैन त्यति साह्रो
त्यो गान्धीजीको 3 बन्दर जस्तो पनि नहुनु त मान्छे भएपछि त। आफ्नो मान्छेहरूलाई अत्याचार अन्याय भइरहेछ आँखा बन्द गरेर उताबाट दिएको कुरो खाएको गरिरहेको छ हो। उताबाट के भन्दैछ हाम्रो मान्छेलाई कान बन्द गरेर गाँठे बैरा जस्तो भएर बसिरहेछौ। ए नगर न त्यसो भन्नु हुँदैन भन्ने बेलामा मुख थुनेर हो बसेको छ त्यस्तो हुनु हुँदैन त हो। दार्जिलिङको मान्छेहरू त एकदम सिभिलाइज मान्छेहरू एकदम सिभिलाइज मान्छेहरू, धेरै पढेको मान्छेहरू, धेरै एजुकेटेड मान्छेहरू छ। आफूले आफूलाई त के अरूले पनि मान्छ। इभन आउट अफ द दार्जिलिङ अगर तपाईँ आउनुभयो हिँड्नुभयो यताउता कामहरू गर्नुभयो भने नि मान्छेले तपाईँलाई रेस्पेक्ट दिन्छ। ओ वाट अ वन्डरफुल प्लेस, वाट अ इङ्ग्लिस यु स्पिक गाइज भनेर त्यसरी मान्छेलाई एउटा प्रोत्साहन दिन्छ। त्यस्तो जग्गाको मान्छेहरू त हामी त आज त्यस्तो मान्छेहरू पनि त्यो एउटा 2000 या फिर 2500को त्यो सानो लोभमा चाहिँ तपाईँको त्यो 5 सालको मतदान चाहिँ पुरा वेस्ट गरिदिएको हुन्छ, पुरा एकदम फुल वेस्टेज। अब कुरा सिधै बुझ्नुहोस्, आज एउटा मैले इक्जाम्पल मात्रै दिएको होइन। काङ्ग्रेसले जित्नु भनेको एउटा मुस्लिमको हातमा सत्ता जानु भनेको हो र बिजेपीले जित्नु भनेको चाहिँ हिन्दूको हातमा सत्ता आउनु भनेको हो। कुरा एकदम सिधा छ, तर यो कुरो फ्लास गर्दैन मान्छेले र गर्नु पनि हुँदैन। यो आफूले नै बुझ्नुपर्ने कुरो हो। भित्र पसेर कतिवटा त्यो हिस्ट्रीहरूलाई निहाल्नुहोस्, त्यहाँनिर थाहा पाउनुहुन्छ कि को के कस्तो कसरी भयो भन्ने कुरो। गान्धी फ्यामिलीहरू कहाँबाट आयो, कसरी चाहिँ अहिलेसम्म रहिरहेको छ भन्ने कुरोहरू त्यहाँ त्यति बेला हिस्ट्रीले बताउँछ। सायद यो क्लास 12 देखि अधिक पढ्ने मान्छेहरूलाई यो सायद कुरोहरू थाहा छ, तर यो सब कुरोहरू कसैले पनि बताउँदैन, हत्तापत्ता बताउनु पनि चाहँदैन र बतायो भने सायद त्यसमा कुनै पनि प्रकारको कारबाही हुनु पनि सक्छ। तर हिस्ट्रीमा छ, गुगलमा खोज्यो भने हेर्नु सक्नुहुन्छ, देख्नु सक्नुहुन्छ। गुगलमा हरेक चिज अपडेट छ र चाहिँ कुरा बुझ्नु पर्यो। सानो लोभ लालचले चाहिँ हुँदैन, सानो सानो कुरोले चाहिँ हुँदैन। आज हामीलाई त यत्रो ठुलो गोर्खाल्यान्ड चाहिएको नि त होइन, तर होइन आज लौ न यो सानो चुरा हो, लौ न सानो कानको के अरे नाकको ठुङ्ली या फिर कानको बाली जो पनि छ होइन, हामीलाई त यत्रो ठुलो ढ्याक्कै चाहिएको नि त यहाँनिर होइन। अब त्यहाँ हामीलाई ढ्वाक्कै नदिएर त सानो कुरो घरि अङ्गुठी हो, घरि कानमा लाउने, घरि नाथा, घरि यहाँ लगाउने हो, त्यस्तो छ। अन्त चारैवटा उङ्लीमा हौ त्यस्तो त्यो सानो कुरोहरू, सानो सुन चाहिँ लगाइदिनु खोजिरहेको छ। हामीलाई त चाहिएको ठुलो तोला नि त होइन। एउटा इक्जाम्पल क्या। अब यस्तो कुरोहरू चाहिँ आफै बुझ्नुपर्छ र कतिजना मान्छेहरूलाई यस्तो कुरोहरू थाहा हुँदैन। तपाईँहरूले यदि यस्तो कुनै पनि प्रकारको नलेजेबल भिडियोहरू तपाईँलाई देखा पर्छ युट्युबमा भनेपछि तपाईँहरूको एउटा ठुलो कर्तव्य बनिन्छ सेयर गर्नु। लाइक नगर्नुहोस्। आई डोन्ट वान्ट एनीबडी लाइक्स माई भिडियो, तर भिडियोलाई बुझ्नुहोस् र यो अरूलाई पनि सेयर गरेर उसलाई पनि बुझाउने कोसिस गर्नुहोस्। यस्तो कुरोहरू चाहिँ हामी आफै बुझ्नुपर्छ। दार्जिलिङका मान्छेहरूले चाहिँ आफै बुझ्नुपर्छ। हेर्नुहोस् डे टु डे दिनमा के हुँदैछ भनेर थाहा छ, मुटुभरि छ त्यो कुरो, छातीभरि छ के चल्दैछ, कसो चल्दैछ, के गर्नुपर्ने त्यो छ, आफ्नो मनभित्रमा छ। तर पनि कसैले स्टेप चाल्नै मन गर्दैन, स्टेप अगाडि बढाउनै खोज्दैन। किन यति मौन भएर बसेको? ए दार्जिलिङको पढे लेखे जनताहरू आफै विचार गर्नु नि। त्यसमा कुनै पनि प्रकारको त्यो लिडरहरू आएर तपाईँलाई भन्ने कुरा आएन, कुनै पनि म जस्तो मान्छेहरू आएर तपाईँलाई भन्ने कुरा आउँदैन त। त्यो त तपाईँले बुझिरहेको कुरोहरू, त्यो त आफै बुझ्नुपर्छ र आफै डिसिसन गर्नुपर्छ भन्दै है। यो आउँदो भोटमा चाहिँ सबै हाम्रो दार्जिलिङवासीहरूले चाहिँ सोचेर सम्झेर मात्रै मतदान दिनुहोस्। तपाईँको भोट चाहिँ
तपाईँको भोटले चाहिँ कतिसम्म चाहिँ काम गर्छ र कति चाहिँ हो भन्ने कुरो होइन। भोलिको दिनमा हामीलाई बिजेपीले नै दार्जिलिङमा जिताए भने पनि हामीलाई गोर्खाल्यान्ड त हामीले पाउँदिन्न। किन पाउँदिन्न भन्दा गोर्खाल्यान्ड पाउनुको लागि थुप्रै प्रोसेसहरू छ, धेरै प्रोसेस छ, जुन प्रोसेसको लागि चाहिँ हामी स्टेप वाइज जानुपर्छ। तर जुन पहिला चाहिँ दिएको त्यो फर्स्ट स्टेपहरू थियो त्यो नै हामीले तहेस नहेस गरिसकेका छौँ र त्यो भएर गोर्खाल्यान्ड हामीलाई बिजेपीलाई जिताउँदा पनि पाउँदिन्न, डेफिनेटली नै पाउँदिन्न। नै काङ्ग्रेसलाई जिताउँदा पाउँछौँ, नो, कहीँ पनि कसैलाई पनि जिताउँदा हामीले गोर्खाल्यान्ड चाहिँ बिल्कुलै पाउँदैनौँ। तर एज अ भारतीय भइसकेपछि चाहिँ हाम्रो पनि केही न केही सोच हुनुपर्छ, केही न केही मतदान हुनुपर्छ देशको लागि। आज तपाईँको हाम्रो हरेक घरबाट एकवटा आर्मी नानीहरू निक्लिरहेको छ, एकवटा आर्मी निक्लिरहेको छ। भन्नुको मतलब तपाईँ फुल एन्ड फाइनल इन्डियन हो। तपाईँको छोरा चाहिँ आर्मीमा छ, गन पक्रेर चाहिँ आफ्नो देश बचाउनुको लागि चाहिँ खडा भइरहेको छ। यति याद राख्नुहोस्। आज हरेक गाउँबाट हरेक घरबाट एकजना चाहिँ हाम्रो नानीहरू अग्निवीर भयो, जो पनि हो गभर्मेन्ट सर्भिसमा छ। त्यो चाहिँ किन भन्दा चाहिँ देश बचाउनुको लागि। बुझ्नु हुँदैछ कुरा बुझ्नुहोस्। देश बचाउनुको लागि, के बचाउनुको लागि? देश बचाउनुको लागि। र तपाईँ कुनै पनि गलत फेमीमा कहिले पनि नरहनुहोस् कि हामी चाहिँ इन्डियन होइन या फिर हामीलाई इन्डियाले गन्दैन भनेर त्यस्तो कुनै पनि प्रकारको गलत फेमी बिल्कुल नरहनुहोस्। तपाईँ फुल एन्ड फाइनल, वी आर टोटल फुल एन्ड फाइनल इन्डियन हो। वी आर द इन्डियन पिपल। हाम्रो सिटिजन पुरा इन्डियन छ र देश बचाउनु, देशको लागि केही न केही मतदान गर्ने सोच चाहिँ हामीले राखेको हुनुपर्छ। जस्तो आज हाम्रो नानीहरू, हाम्रो हर घरको नानीहरू चाहिँ एकवटा गभर्मेन्ट जब या फिर एकवटा घरबाट चाहिँ गन पक्रिनु चाहिँ त आर्मीमा भर्ती भइरहेको छ। स्पेसली अहिले अग्निवीरमा हाम्रो नानीहरू गइरहेको छ। भेरी गुड, एकदम राम्रो कुरो। भन्नुको मतलब तपाईँ फुल एन्ड फाइनल इन्डियन हो र चाहिँ तपाईँले पनि देशको लागि केही न केही गर्नुपर्छ। आज गोर्खाल्यान्डको कुरा छोडिदिनुहोस्। हाम्रो दार्जिलिङमा के गोर्खाल्यान्ड नै आयो भने त्यस्तै खालके मान्छेहरू त छ, हुँदैन। र गोर्खाल्यान्ड पाउनुको लागि धेरै स्टेप्सहरू छ। त्यो स्टेप्सहरूमा 4-5वटा स्टेपमा अहिलेसम्म एउटा स्टेप पनि प्रपरसँगले हामीले निभाएको छैन। त्यो भएर गोर्खाल्यान्ड बिल्कुल पाउँदैन। नो, गोर्खाल्यान्डलाई खोज्नु भन्दा चाहिँ आफ्नो तपाईँको मतदान चाहिँ कहाँ दिनुपर्ने, देशलाई कसरी बचाउनु पर्ने भन्ने कुरोलाई सोचेर चाहिँ तपाईँले भोट, तपाईँको मतदान दिनुहोस्। र गोर्खाल्यान्ड पाउनुको लागि चाहिँ त्यसको स्टेप्स छ, एकवटा स्टेप्स छ। हरेक स्टेप्सलाई लिएर चाहिँ त्यसलाई सँगालेपछि बल्ल हुन्छ नि एउटा प्रमोसन। जस्तो आज म एउटा होटेलमा छु होइन, हाम्रो होटेलमा सिस्टम कस्तो छ भन्दा आज ट्रेनी स्टुवर्ड जोइन हुन्छ, उसलाई 3 महिना 4 महिना उसलाई ट्रेन गराउँछ। ट्रेन गराइसकेपछि उसको एउटा एक्जामिनेसन हुन्छ, उसलाई एउटा अब्जर्भेसनमा राख्छ। अब्जर्भेसनमा ऊ पास भएपछि एउटा ट्रेनिङदेखि एउटा प्रपर स्टुवर्ड हुन्छ। प्रपर स्टुवर्ड भएपछि फेरि उसलाई अब्जर्भेसनमा राख्छ। उस एज अ सिनियर स्टुवर्ड हुनुको लागि ऊ रेडी छ भनेपछि उसलाई फेरि उसको इन्टरभ्यू हुन्छ होइन, कागज के अरे त्यसलाई थ्योरीहरू हुन्छ। त्यसमा पास भएपछि बल्ल उसलाई फेरि एसआर स्टुवर्ड हुन्छ। फेरि त्यहाँदेखि एसआर स्टुवर्डदेखि उसलाई फेरि एउटा ट्रेनिङ क्याप्टनमा हाल्छ। अब त्यो एउटा इक्जाम्पल हो, द्याट इज माई इक्जाम्पल होइन। सेम हो त्यो। स्कुलमा पनि त्यही राम्रै हो। आज नयाँ टिचर आएर पढाउनु थाल्यो, राम्रो पढाए, हुनसक्छ उसलाई सिनियर टिचरमा एउटा प्रमोट गराइदियो या उसको पगार बढाइदियो होइन। त्यस्तै गरेर हाम्रो गोर्खाल्यान्ड पाउनुको लागि पनि त्यस्तै थुप्रोवटा कतिवटा पडाउहरू छ, र त्यो कतिवटा गोर्खाल्यान्ड पाउने त्यो जुन चाहिँ पडाउहरू थियो नि, त्यो फर्स्टको पडाउहरू नै हामीले सातसुत्तै पारिसकेको छ। मतलब त्यो सुँगुरले उड्दैन अरे क्या, घाम पार्छ नि जतासुकै त्यसको कुनै त्यो टुङ्गै नपाउने खालको हौ त्यस्तो गरेको छ। त्यो भएर चाहिँ चाहे दार्जिलिङमा बिजेपी आओस्, चाहे त्यो काङ्ग्रेस आओस्, कोही पनि आओस्,
कसैले पनि गोर्खाल्यान्ड चाहिँ दिँदैन र गोर्खाल्यान्डको लागि चाहिँ थुप्रै कुराहरूको प्रोसेस छ, त्यो बादमा गरौँला। तर पहिला देश चाहिँ बचाउनु पऱ्यो नि त, पहिला देश बचाउनु पऱ्यो र देशलाई पहिला सेक्योर गरेपछि बल्ल आफ्नो डिमान्ड पुरा गर्नु पऱ्यो त। आफ्नो पुरा घर एकदम सेक्योर गरेपछि पो बल्ल नानीहरूले बाउआमामाथि एउटा डिमान्ड गर्दा पनि भयो त। अब घरमा चाहिँ अरूको एट्र्याक्ट भइरहेको छ, घरमा चाहिँ अरूको नजर लागिरहेको छ, घरमा चाहिँ अरूले हमला गरिरहेको छ हो, अन्त हामी चाहिँ घर नबचाएर एकअर्कामा लडेको गऱ्यो भने त घर त डाङडुङ बनाउँछ त, अन्त बनाउँदैन। र चाहिँ तपाईँको सबैभन्दा ठुलो मतदान, तपाईँको सबैभन्दा ठुलो रेस्पोन्सिबिलिटी छ यो पालि। त्यसमा तपाईँलाई म पनि भन्दिनँ तपाईँलाई यो गर्नु, तपाईँलाई यो गर्नु, यसमा भोट दिनु, उसमा भोट दिनु, तर तपाईँले केही न केही आफ्नो देशको लागि गरेको हुनुपर्छ, केही न केही आफ्नो देशको लागि गरेको हुनुपर्छ। यो कुरालाई अलिकति ध्यानमा राख्नुहोस् र बुझ्नुहोस् कुरा। यदि यो कुरालाई बुझ्नु भएपछि तपाईँले कसैलाई पनि ब्लेम कहिले पनि गर्दैन, ब्लेम आफूले आफूलाई नै गर्नु स्टार्ट गर्नुहुन्छ तपाईँले। र चाहिँ हामी दार्जिलिङको पढे लेखे जनताहरू अब अलिकति पढेको अनुसार काम गरौँ होइन, अलिकति पढे अनुसार केही त्यसको युटिलाइज गरौँ। नत्र भने चाहिँ त्यत्रो पढेर पनि त्यही अनपढ लिडरहरूकै झन्डा हल्लाएर हिँड्नु पर्ला नि फेरि। अब त्यत्रो पढेर पनि तपाईँको एउटा मतदान गलत हुँदा फेरि त्यही अनपढ लिडरहरूको झन्डा बोकेर चाहिँ हिँड्नु पर्ला नि फेरि। र चाहिँ यस्तो कुरोहरूलाई बुझ्नुहोस् होइन। झन्डा सदियौँदेखि चेन्ज हुँदै आएको, सदियौँदेखि चेन्ज भइरहेको छ र भइरहनेछ। तर जस्तै भए पनि आफ्नो देश देशै हुन्छ र कुनै प्रकारको गलत फेमीमा नबस्नुहोस्। तपाईँ इन्डियन होइन भनेर र तपाईँ फुल कन्फिडेन्टमा बस्नुहोस्, तपाईँ चाहिँ एउटा फुल एन्ड फाइनल इन्डियन हो भनेर। तपाईँको हरेक गाउँदेखि हरेक घरदेखि एक एकवटा छोराहरू होस् छोरीहरू होस् देश बचाउनुको लागि चाहिँ गन पक्रेर चाहिँ बोर्डरमा बसिरहेको छ। बुझ्नुभयो कुरा। र देशलाई बचाउने पनि गोर्खा सेनाहरू नै हो। कारगिलमा लडाइँ हुँदा कारगिल अन्डर कन्ट्रोलमा ल्याउने नै गोर्खा सेनाहरू हो र कतिवटा लडाइँहरूमा पनि कन्ट्रोल या फिर त्यसलाई अब जितेर ल्याउने गोर्खा सेनाहरू नै हो। र चाहिँ दार्जिलिङको पढे लेखे मान्छेहरू हामी ज्यादा गोर्खाल्यान्ड नबनौँ, तर देश बचाउने पहिलो काम गरौँ र सेकेन्ड स्टेपमा हाम्रो जति पनि फेसिलिटिजहरू छ त्यसलाई चाहिँ राम्रोसँगले गरेर लैजाउँ न, राम्रोसँगले गरेर लैजाउँ त सबै कुरो भइहाल्छ। गोर्खाल्यान्ड पाउनुपर्छ भन्ने केही छैन, नो निड। अगर दार्जिलिङको लागि 50 करोड या फिर 100 करोड डेभलपमेन्टको लाग्छ भनेपछि सबै पैसा डेभलपमा हाल न। कहाँ के गर्नु छ सबै गर त। न त हामीलाई कमानको जरुरत पर्छ, न नै हामीलाई कुनै प्रकारको जबको जरुरत पर्छ। जब ताफाल भएर जान्छ, जबै जब, यतै जब उतै जब, चारैतिर मान्छे नपुगेर चाहिँ हामीले बाहिरबाट हायर गर्नुपर्छ। अगर त्यो पैसाहरूलाई अगर सठिक ढङ्गमा लगाएन, अब त्यति त लाउँदैन। अन्त गोर्खाले नै भएर 200 करोडै दियो भने पनि के चाहिँ हुन्छ अन्त? नथिङ होइन, नथिङ। त्योभन्दा चाहिँ अलिकति हामीले आफ्नो मतदान चाहिँ एकदम देश बचाउनुमा लाउनुपर्छ साथीहरू। मेरो पढे लेखेको जनताहरू, दार्जिलिङको जनताहरू, योपालिको मतदान चाहिँ तपाईँले आफ्नो पढे अनुसार है तपाईँको दिमाग अनुसार युटिलाइजमा ल्याउनुपर्छ तपाईँको मतदान चाहिँ भन्दै म यो सानो भिडियो तपाईँहरूको मार्फत है मान्छेलाई नलेजेबल बनाउनुको लागि सेयर गर्नु बहुत जरुरी छ र सब्सक्राइब। थ्याङ्क यू।